पक्कै पनि मेरो हजुरहरू आज कतिको 8.86 मिटरसँग एकछिन त्यहाँ सुनको धारा छ हेर्छुस् अनि सुनैको पानी अनि म चाहिँ हजुरको समक्ष यसरी उपस्थित भइरहेको छु है। बिहान बिहानको समय छ, पवित्र ब्रह्म मुहुर्त है। बिहान बिहानको समयमा चाहिँ हामीले आफूले आफैलाई नै यसरी entertain, inform, enlighten गराउनुपर्छ, रिभाइटलाइज मेरो स्ट्यान्डर्ड चार्टर्ड बानी आइसक्छ। म चाहिँ दौडिन्छु है, म दौडिन्छु है, दौडिनु हुँदैन। मलाई चाहिँ गार्डनमा छ पिङ्क, रेड, येलो। अस्ति त मलाई यस्तो निन्द्रा लागिरहेको थियो है, आज निन्द्रा लाग्छ। अँध्यारोमा हिँडेको म मान्छे उज्यालो भइसकेको छ। कुनै कुनै कुराहरू हुन्छ, कति कुराहरू जुन कुराहरू चाहिँ हामीहरूले आफूले आफैलाई नै सीमितमा राखेर चाहिँ गरेर हुन्छौँ कि है। लेट्स जस्ट म जन्मिएको ठाउँ है, अनि आनन्द छ। पानी पऱ्यो भने त राम्रो हुन्छ। म चाहिँ दौडिरहेको छु है, मसँग समय छैन। समय नै छैन मसँग। आज धेरै चहल पहल भइसकेको छ। हेर्छस् ल, म चाहिँ दौडिरहेको छु। दौडिनुपर्छ भन्ने मान्यता राख्ने मान्छे हो म है। म दौडिनु हुँदैन नि त, कति राम्री छु म। हेर्नुहोस् न, क्या राम्री छु म। मैले के रियलाइज गरेँ भने बिहान बिहान अँध्यारोमा बस्यो भने म त्यति भुलिँदो रहेछु क्या। अब अँध्यारोमा भुलिँदैन नि म त्यसरी। सिप अब म 15देखि 25 मिनट यसको हाराहारीमा चाहिँ म बस्छु होइन। नभए म धेरै बस्दिनँ, किनभने त्यो काममा त्यो कुरामा चाहिँ म अरूमा नै इन्गेज हुन सक्छु कि, बिकज आइ एम भेरी क्रिएटिभ पर्सन है। बरु म लेख्न सक्छु, पढ्न सक्छु है। अनि काम बेकाम म कसैलाई पनि कुनै समय मेरो दिँदिनँ। त्यो चाहिँ मेरो कमिटमेन्ट चाहिँ म भन्दिनँ, तर म यो चिज चाहिँ अब गर्छु कि है। हेर्नुहोस् ल, म चाहिँ दौडिँदैछु, दौडिनुपर्छ। मैले हिजोको भिडियोजहरू सबै राखिसकेको छु सर्ट्स भिडियोजमा, अनि अरू भिडियोजहरूमा राखिसकेको छु है मैले चाहिँ।
आफूले हेरेर कमेन्ट गरेर सब्सक्राइब गर्न सक्नुहुन्छ है। कस्तो आनन्दको महसुस हुन्छ मलाई चाहिँ। Delicious, no? कस्तो आनन्द लागिरहेछ मलाई। मेरो ड्याडु मामुको पहिलो सन्तान हुन पाएकोमा सब चिज पवित्र रूपले म एकदम नै हरेक कुरामा म आउँछु कि है। हरेक कुरा छ मलाई, हरेक कुरा। मेरो जो पवित्र 4.86 मिटर जोको चाहिँ पवित्र कर्म सुसम्पन्न भइसकेको छ होइन। अनि म चाहिँ एकदमै धेरै ज्ञानी बच्चा हो है, एकदमै ज्ञानी बच्चा म। म चाहिँ यस्तो पत्ताहरू टिप्ने मान्छे। म चाहिँ अब दौडिन्छु। म आज धेरै कहीँ पनि भुलिएको छैन नि। हिजो पुरै म कहाँ पुगिरहेको थाहा छ? पुरै पाटन, पुरै त्यतातिर त्यो मङ्गल बजार, प्रयाग पोखरीको छेउछाउ, नटुलको छेउछाउ, लगनखेल सबै पुगेर आएको क्या म हिजो है। लड्न सक्नुहुन्छ। म चाहिँ यसरी हेरिरहेको छु अनि म चाहिँ यसरी गरिरहेको छु है। ल हेर्छु यसरी।
म चाहिँ लागेँ है हजुर हातभरि नै मेरो त्यो के भन्छ त्यो फुल टिपा भएर चाहिँ हुन्छ क्या अब दौडिन्छु म चाहिँ ल मेरो फुल चाहिँ यसो लागेको छ यो चाहिँ मेरो मामुहरूको फेभरेट फ्लावर यसो चाहिँ अफिसमा यस्तो रमाइलो भयो कि फोटो खिच्ने भने पानी परिरहेको क्या धेरै पानी पऱ्यो तर हामीले खिचेको छ फोटो चाहिँ सायद त्यो फोटो अब अपलोड भइसक्यो होला मलाई थाहा छैन कति बजी मैले घडी पनि हेरेको छैन घडी पनि हेरेको छैन अनि मैले चाहिँ भिडियोजहरू है चाहिँ म यस्तो मजाले फुल टिप्ने मान्छे कस्तो मजा लाग्छ मेरो देउता हजुरलाई बल्ल बुझेँ मलाई हिजोदेखि किन कमिलाले टोक्छ भनेपछि त यस्तो फ्लावर्सहरू रहेछ नि त अनि फ्लावर्सहरू रहेछ नि त बल्ल थाहा पाएँ हेर्छु है हजुर कमिला एकदमै अट्याक गर्दो रहेछ कमिलाले ए यो छ नि यो फ्लावर चाहिँ एकदम नै हुन्छ नि त गुलियो त्यो भएको भएर